तपाईले जीवनमा सबै कुरा दबाब जस्तै, मनमा डर लागेको जस्तै र सबै बाटो बन्द भएको जस्तै यस्तो महसुस गर्नुभएको छ। आजको वचनले तपाईलाई पक्कै ढाडस मिल्नेछ। मार्क 19 सोमबार। न्यायकर्ता 3:9 लेखिएको छ, तर जब इजरायलीहरूले सहायताको निम्ति परमेश्वरलाई पुकारे, तब उहाँले तिनीहरूलाई छुटाउनलाई कालेबका भाइ कनजका छोरा ओत्निएललाई खडा गर्नुभयो र तिनले तिनीहरूलाई मुक्त गरे। यस पदले हामीलाई परमेश्वरले पुकार सुन्नुहुन्छ भन्ने कुराको स्मरण गराउँदछ। यद्यपि उहाँ मौन हुनुहुन्छ, उहाँ काम गर्दै हुनुहुन्छ। परमेश्वरले हाम्रो पुकार सुन्नुहुन्छ। यसैगरी हिब्रू 10:35 मा लेखिएको छ, त्यसकारण आफ्नो यो भरोसा नत्याग जसमा ठूलो इनामको प्रतिफल छ। प्रिय हो, आज एउटा सानो कदम चालौं। केही सेकेन्ड शान्त भएर परमेश्वरलाई भनौं, म तपाईलाई पुकार्छु प्रभु। आज तपाई मसँग यहाँ हुनुहुन्छ भन्ने आभास मलाई दिइरहनुहोस्। मानिस थाक्छ, यो सामान्य हो, तर असल काम गर्न हामी हार मान्नु हुँदैन। उहाँ हाम्रो साथमा हुनुहुन्छ। यदि तपाई हारको महसुस गर्दै हुनुहुन्छ भने पनि आजको वचनलाई निहाल्नुहोस् र आफ्नो निशाना उहाँमा लगाउनुहोस्। परमेश्वरले आफ्नो हात फैलाएर तपाईलाई उहाँको अंगालोमा हाली स्वागत गर्न तयार हुनुहुन्छ। आउनुहोस् सँगै प्रार्थना गरौँ। हे अनुग्रही परमेश्वर, जब हामी थाक्छौँ र हाम्रा बाटाहरू सबै बन्द भएको जस्तो लाग्छ, हामीलाई यो स्मरण गराउनुहोस् कि इजरायलीहरूले सहायताको लागि पुकार्दा तपाईले नै मुक्तिको बाटो खोलिदिनु भए जस्तै मेरो बाटो पनि खोलिदिनुहोस्। हिब्रूको वचन अनुसार हामीलाई आफ्नो भरोसामा लागिरहन शक्ति दिनुहोस्, किनकि हाम्रो विश्वासमा ठूलो प्रतिफल लुकेर बसेको छ र यो भरोसा हटाइदिनलाई दुष्टले भरपूर प्रयास गर्दछ। प्रभु, हामी कमजोर छौं। आजको दिनभर तपाईको उपस्थितिले हामीलाई ढाक्नुहोस् र हाम्रो हृदय तपाईको शान्ति र आशाले भरिएको होस्। प्रभु यीशु ख्रीष्टको नाउँमा आमेन। प्रिय हो, यदि आजको वचन विचारले तपाईलाई छोएको छ भने यसलाई कसैसँग शेयर गर्नुहोस् जसलाई उहाँको साथको खाँचो छ। परमेश्वरले तपाईहरू सबैलाई आशिष दिउन्। परमेश्वर सधैँ तपाईको साथमा हुनुहुन्छ। जय मसीह।